हेलो गाइज वेलकम ब्याक टु द भिडियो। आज चाहिँ हामी कलेजबाट सिधै कहाँ आएको छौँ भन त? कहाँ आएको छौँ? थमेल जाँदैछौँ हामी। थमेलको यात्रा मसँग यहाँ सधैँ है इबेस छ फेरि यहाँ सबजना छ हामीहरू। मान्छे यहाँ छ हाम्रो मान्छे। मेरो चाहिँ हाल्दैन कि पाट काट्छ। मेरो चाहिँ हाल्दैन कि पाट काट्छ। हाल्छु फेरि मात्र हाल्छ मलाई क्याप्टेन क्यारेक्टर जस्तो गराउँछ हो। त्यही मैले त्यो लिङ्क हेरेँ त्यो त्यो भिडियो हेरेको थियो। रुगन त्यो पनि आउँछ बिस्तारै आउँछ कि सबै आउँछ। आज चाहिँ हामी साउन्ड हिलिङमा जाँदैछौँ। नाम के हो त्यसको? लोटस। सो अहिले हामी ठमेलको यहाँ गल्लीमा छौँ। तबिना म्याम चाहिँ लोकेसन हेर्दै जानु भइरहेछ अगाडि त्यहाँ चिट खायो क्या मामाले बिहान चिट दिनुभयो जस्तो छ। हामी चाहिँ यहाँ जाँदैछौँ अहिले। हिंसा र आन्जुङ पनि छ। आन्जुङ मेरो जहिले पछाडि बस्छ है। भनिसकेँ त्यो मैले। ठमेल बजार घुमाइदिने अब अहिले दिउँसो चाहिँ खासै केही पनि हुँदैन, राति मात्रै हो यहाँनिर। कताबाट जाने हो? यता हो अरे त। खै तिमीहरू जाऊ न मैसरी। नो पार्किङ छ हौ यताबाट जाऊ न। ल बेस ठमेल राति चाहिँ घुम्नुपर्ने हो खासमा। हामी चाहिँ दिउँसो आइरहेको छौँ बिहानै, त्यो पनि मर्निङ स्विट मर्निङमा हामी ध्यान गर्न आइरहेछौँ मेडिटेसनको लागि। साउन्ड मेडिटेसन कस्तो हुन्छ अहिले भन्छु। ए अहिले म अलिकति नर्भस भइरहेको छु। त्यहाँ के गर्ने टाइपको हुन्छ नि। सो अहिले चाहिँ म अलिकति नर्भस छु। कस्तो हुन्छ एक्सपिरियन्स सेयर गर्छु है पछि। इभेसको कस्तो भयो? ए लोकेसन हेरेर चाहिँ इभेस चाहिँ होइन। त्यो चाहिँ म अलिकति ठिकै छु, ह्याप्पी पनि छु। एउटा मेडिटेसन गर्न जाँदैछु। अनि यहाँ मेरो पछाडि चाहिँ मामा धरै गर्दैछ। के गर्नुभयो मामाहरूले? मामाहरू भागिसक्यो रे। बजाएर कहाँ भाग्यो? सो त्यो हुन्छ नि जस्ट त्यो यस्तो गोलो बटको जस्तोमा यसरी घुमाएपछि त्यो साउन्ड आउँछ नि हो। त्यसकै साउन्ड हिलिङ हो। मेडिटेसन गर्नुपर्छ। सो अब जाम कस्तो एक्सपिरियन्स हुन्छ। ओइ खोइ त अरूहरू आएको छ। ओइ हामी मात्रै हिँडिरहेको छौँ, अरूहरू आइदिन्छ। झन्डै हामी हराएको गाई, झन्डै हराएको हामी। हाम्रो गाई यतैतिर रहेछ। हामी चाहिँ अगाडि गइदिरहेको गफ गर्दै। सो अहिले हामी आइसक्यौँ यहाँनिर। ओ जुना पनि आएको छौ, मैले देखिनँ तर। अनुप खोइ त? अनुप मेरो सबै भिडियो हेर्छ है जुनाले, मलाई थाहा छ। अरूले नहेरे नि। सिमरनले हेर्छ कि नै त्यो चाहिँ मलाई थाहा छैन। जुनाले चाहिँ मलाई सब हेर्छ। अहिले हामी माथि गयो। अघि त म अलिकति बिजी थिएँ कि बुझेन तिमी? होइन जुनाले सधैँ हेर्छ। हामी चाहिँ अहिले यता आएको छौँ। के हो अन्धकार छ त डर पनि लागिसक्यो। गएर हामी सुत्ने हो होइन? सुतेको दिन होस् फेरि। यस्तो सानो ठाउँमा त झन् कहाँ भित्र सिधा जस्तो भयो त। गर्मी फिल भयो त। खै गर्मी हो। मान्छे चाहिँ के हो? हात्ती हो क्या हो? अकेला रानी खुट्टा खोलेर राखेर जानुपर्ने रहेछ। यसरी खोलेर राख्ने अनि त्यहाँनिर राखेर आऊ है तिमीहरू। ल साथीहरू राखेर आऊ है। हामी चाहिँ अहिले जाँदैछौँ।
लोटसमा आउनु नबिर्सिनु होला पछि भन्छु होला एक्सपिरियन्स कस्तो हुन्छ होइन Yes, guys. जुत्ता खोलेर आयो Follow me. फलो अस सो अब जाउँ कस्तो हुन्छ है सो यस्तो छ यहाँको दृश्य चाहिँ ल केटाहरू सुतिरहेको ओइ मेरोलाई पनि राख न what is mindfulness, stress management, and a little bit about not just the running towards the outer world, but like for me as well, me personally, I was at one point of time where I was also having a very chaotic mind, right? You guys are in bachelor's right now. Which semester? Fourth semester. A real kind of a struggle for me, so that the friends, families, the societal conditionings were telling me, okay, you need to be doing this, you need to be excelling into this, and you need to be so much better than what all the world is. So exploring and trying to be the best of myself. But at one point I was like really frustrated. What am I doing? Is it a real thing? What is the society talking about? But trying to understand everything with this curious mind, questioning mind, there was very anxiety, kind of like you haven't achieved anything, and this kind of senses that I used to feel. And slowly trying to understand, I was met with a group of monks, monks, right? With shaved heads, shaved eyebrows, trying to have no possessions. हेलो गाइज हामीले सकाइसकेर हामी चाहिँ यहाँ वेटिङमा छौँ अनि यहाँ मानसी मगरसँग केही प्रश्न गर्न सो हाम्रो मानसी म्यामसँग कस्तो एक्सपिरियन्स भयो त It was so good. म त सुते आधी घन्टा बस्तासँग सुत्दियो सुत्दियो ल ठिक छ निलमको कस्तो भयो त एक्सपिरियन्स एकदम मजाको घुर्ने मान्छे उही हो उड्ने सुतेर तिम्रो विनिसा तिम्रो हिंसा कस्तो भयो एक्सपिरियन्स ल सृष्टि कस्तो भयो त एक्सपिरियन्स तिम्रो बोरिङ सम्झना लजायो केटी म्यामको कस्तो भयो एक्सपिरियन्स हाम्रो युएस खड्का सुतेर मस्त वान आवरको थियो प्रोग्राम यहाँ चाहिँ सबजना अहिले हामी ठमेलमा पर्खिरहेको छौँ सो अब भिडियो इन गर्न गयो बाई बाई Bye bye. This was for today. बाई